कृषि अभिवादन सबैलाई जय मसीह। मत्ती 16 अध्याय त्यसको 26मा यसरी लेखेको छ, सारा जगत प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने मानिसलाई के लाभ हुन्छ, अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ। प्रभु येशूले चाहिँ यहाँनिर के भनिराख्नु भएको छ भन्दाखेरि सारा जगतलाई प्राप्त गरेर पनि आज मानिसहरू करोडपति भएको छ, अरबपति भएको छ। आज मानिसहरू मै हुँ भन्ने कुराहरू आज हरेक न्युजहरूमा, हरेक च्यानलहरूमा, हरेक टिभी सोहरूमा, हरेक कुरा ठाउँ जगतहरूमा चाहिँ मानिसले चाहिँ आफैलाई चर्चित बनाइरहेको छ। मतलब सारा जगतमा चाहिँ मेरै नाम होस्, सारा जगतले चाहिँ मलाई चिनोस्, सारा संसारको मानिसले मलाई चिनोस्। हरेक हेडलाइनहरूमा, हरेक ठाउँहरूमा चाहिँ साँच्चै नै देख्ने बित्तिकै यो मान्छे त यो पो भन्ने कुरा चिनोस् भन्ने मान्छेले सोच्छन्। भनेदेखिलाई चाहिँ आज यो वचनले चाहिँ त्यस्तो मानिसले चाहिँ प्रभु येशूले के भनिराख्नु भएको छ भन्दाखेरि मानिसले सारा जगत प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने फाइदा के हैन। सारा संसार हासिल गर्यो, आज सारा सम्पत्तिहरू उसँग छ, करोडपति, एउटा अरबपति हैन, खरबपति छ, तर आफ्नो प्राणलाई बचाउन सकेन भने चाहिँ के फाइदा चाहिँ के मानिसलाई? फाइदा केही छैन। यहाँ प्रभु येशूले त्यही बुझाउन खोज्दै हुनुहुन्छ। मानिसले चाहिँ आफ्नो प्राणको साटो चाहिँ प्राणै दिन सक्छ, अरू के गर्न सक्छ? केही गर्न सक्दैन। आज मानिसले सत्यको खोजी गर्दैन, आज परमेश्वरको खोजी गर्दैन, आफ्नो प्राणलाई बचाउन खोज्दैन, उनीहरूले चाहिँ चर्चित हुन खोज्छ। मानिसले आज हामी यस्तो मूर्ख भएका छौँ, आज संसारको कुराहरूलाई चाहिँ प्राप्ति गर्न हामी सबैभन्दा ठुलो र महत्त्वपूर्ण जीवनको लक्ष्य हामी ठान्छौँ र हामी संसारको कुरालाई हासिल गर्दै जान्छौँ अनि हासिल गर्दै जान्छौँ र संसारमा एउटा चर्चित हुँदछौँ। तर प्रभु येशूले चाहिँ त्यो कुराहरूलाई चाहिँ एउटा बदलाको भावना, एउटा नकारात्मक कुराहरू एउटा चाहिँ फाइदै छैन भनेर भनिराख्नु भएको छ। फाइदा के हो भन्दाखेरि जब परमेश्वरमा हामी निहित हुँदछौँ, परमेश्वरलाई जब खोज्दछौँ, मान्छेले एउटा सारा संसारको कुरा छोडेर चाहिँ जब परमेश्वरलाई खोज्दछ अनि आफ्नो प्राणलाई बचाउनतर्फ अगाडि बढ्दछ भने चाहिँ त्यस्तो व्यक्तिलाई चाहिँ परमेश्वरले चाहिँ बोलाउनु हुँदछ। अनि संसारमा जति पनि थोकहरू छ सबैको एक्सपायरी डेट छ, सबै चाहिँ एक दिन मेटेर जान्छ। जति पनि सृष्टिको कुराहरू छ, जति पनि मानिस जाति छ, उनीहरू हामी सबैको चाहिँ एक्सपायरी डेट छ। हामी एक दिन मरेर जान्छौँ। हामीले लिमिटेड छ, अनलिमिटेड छैनौँ, हामी लिमिट छौँ। त्यो भएको कारणले गर्दाखेरि केही कुराहरू प्राप्त गर्छौँ, समय सीमा हुन्छ, त्यही समय सीमाभित्र सकिन्छ। तर जब परमेश्वरको खोजी हामी गर्दछौँ अनि जब परमेश्वरको राज्यको खोजी गर्दछौँ अनि जब आफ्नो प्राणलाई हामी बचाउने कसरी भनेर हामी जब खोजी गर्दछौँ भनेदेखि परमेश्वरलाई हामी पाउँदछौँ अनि परमेश्वरले हामीलाई बोलाउँदछ अनि प्रभु येशूद्वारा हामी उद्धार मुक्ति पाउँदछौँ। अनि यो वचनलाई हामी स्टडी गर्दा हामी वचनमा निहित भएर अनि परमेश्वरको जब वचन हामी पाउँदछौँ अनि त्यो वचनमा जब हिँड्दछौँ भनेदेखिलाई अनि हाम्रो आत्मालाई चाहिँ हामी प्राणलाई चाहिँ हामी बचाउन सक्छौँ। नत्र कुनै पनि संसारलाई चाहिँ हामी जितेर पनि फाइदै छैन हैन। संसारमा सबै कुराहरू लिएर पनि फाइदै छैन। प्रभु येशूले यही सतर्कता कुराहरू बताउँदै हुनुहुन्छ, यही कुराहरूले सिकाउँदै हुनुहुन्छ। हामीले आफ्नो प्राण दिन बाहेक अरू केही पनि सक्दैन। त्यस कारणले गर्दाखेरि परमेश्वरको खोजी गरौँ अनि परमेश्वरको राज्यको प्रभु येशू हुनुहुन्छ जसले चाहिँ आज बाटो सत्य र जीवन दिनुभएको छ, उहाँलाई खोजी गरौँ, उहाँको पछि लागौँ अनि मात्रै हामी आफ्नो प्राणलाई हामी बचाउन सक्छौँ। नत्र हामीले सारा धन सम्पत्ति पाएर पनि अरब खरबपति भए पनि हामीले आफ्नो आत्मा, हाम्रो प्राणलाई चाहिँ हामी कहिले पनि हामी बचाउन सक्दैनौँ।